सो वाट्सअप गाइज अनि म चाहिँ यहाँ दमकको आकाशे पुलमा चाहिनु पर्यो यहाँ बिहानको भ्यूहरू हेर्न आएको। टक्क यता देख्न सक्नुहुन्छ इटरी काठमाडौँ जाने रोडतिर यस्तो छ। अहिले हिजो बेलुका पानी परेछ त्यो अनि अलिकति मलाई चाहिँ यहाँ हेर्न आउन मन लाग्यो क्या। अनि यहाँ चाहिँ यो मेन चोक बजार भइहाल्यो। घाम भर्खर टक्क 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 घाम निक्लिँदैछ होइन। अनि यहाँतिर चाहिँ मान्छेहरू चिया खाने यताउता। अघि म पनि चिया खाइसकेँ, त्यहाँ मिठो चिया खाएँ। यस्तो छ ल सेट गाइज। बिहान बिहान यहाँ दमकमा यस्तरी एक्सिडेन्ट भयो यार। उहाँदेखि सोरिएर लड्नु भयो दाइ चाहिँ। ओ माई गड, बिहान बिहानै लड्दा लास्ट बित्ती हुन्छ। मैले लडेको चाहिँ देखाउनु पाएन, लडिसकेपछि मात्रै देखायो। यो साइकलले गर्दा होला जस्तो लागिरहेको छ सायद। सो गाई चाहिँ यस्तो हुन्छ बिहान बिहानै। अनि म भन्छु बिस्तारै यसो बाटो काट्दा ओर्दा चोकतिर चाहिँ बिस्तारै हिँड्नुपर्छ भन्छ। म चाहिँ उहाँहरूको बिचमा अब के कुराकानी हुन्छ। त्यहाँ स्कुटीवाला राइडरले चाहिँ साइकल राइडरवाला दाइले फर्काउँदै हुनुहुन्छ हल्का। त्यो स्कुटीवाला राइडरलाई हल्का चोट लाग्यो जस्तो छ यार। खुट्टामा हल्का त्यस्तो धेरै छैन, हल्का टिक्क टिक्क चाहिँ लागेको रहेछ। दोस्रो लाइनबाट काटेको मान्छे त होइन नि त, एउटै लाइनको मान्छे हो कि न। अब लु तपाईँ भन्नु कसको टिकट म आफ्नो एउटै लाइनमा ल उनीहरू चाहिँ हल्का के कुरामा मिलिसक्यो, उता जाँदैछ है। अन्त बनाइदिन्छु भन्यो कि के हो त्यो दाइले।